हेलो नमस्ते नमस्ते सो इट्स बिन अ रियल लङ टाइम मैले चाहिँ टिकटकमा आएर यसो एक दुई शब्द नबोलेको भनौँ न होइन लुक एट माई ग्रे इग्नोर दिस है यो अमेरिकामा आइसकेपछि हुन त पहिला नेपालमा हुँदा पनि एक दुईवटा कता कता त देखिन्थ्यो सानो एजमा फुल्न थाल्यो होइन अब युएस आएपछि त युएसमा त झन् अब हामी यसै पनि केमिकल युज गरेर हुन्छ पहिलादेखि नै धेरै कुरा त्यो माथि स्ट्रेस थप्यो नि त काइन्ड अफ नेपालमा जस्तो मम्मीको रेस्टुरेन्ट अनि बुवाको ड्याडको चाहिँ गेस्ट हाउस त हुँदैन गेस्ट हाउस र रेस्टुरेन्टको म्यानेज आफैले गर्नुपर्छ घाँस र बाँस होइन एनिवे म के भन्नु आएको के टपिक मर्किरहेको छ है मलाई यत्तिकै दुई चारवटा कुराहरू भन्न मन लागेको होइन इट्स बिन रियल लङ टाइम म टिकटकमा आएर चाहिँ कुरा नगरेको सबैजनासँग आउनु चाहिँ मन थियो तर बिजी भएर हो होइन के भन्न खोजिरहेको थियो भने तपाईँलाई फिल हुन्छ कि हुँदैन है आई थिङ्क सबैलाई हुन्छ होला होइन कोही मान्छेले चाहिँ तपाईँलाई एकदमै धेरै नराम्रो कुराहरू भनिरहेको हुन्छ तपाईँलाई गाली गरिरहेको हुन्छ होइन तपाईँको चाहिँ कुराहरूलाई चाहिँ क्रिटिसाइज गरिरहेको हुन्छ अनि तपाईँले गर्न खोज्नुभएको कुराहरूलाई पनि यो होइन यस्तो होइन अथवा युआर रङ भन्ने तरिकाले भनिरहेको हुन्छ होइन यति कुरा याद राख्नुहोस् है जो मान्छेहरूले एकजनाले पनि होइन क्या जो मान्छेहरूले चाहिँ तपाईँलाई चाहिँ तपाईँले गर्नुभएको कुराहरू गलत छ अथवा यस्तो छ उस्तो छ तँ यस्तो उस्तो भनेर जसले भन्छ नि त्यसलाई भित्रभित्रै मनमा चाहिँ लागिरहेको हुन्छ कि तपाईँ जस्तै त्यो मान्छेलाई चाहिँ म पनि यस्तै बनौँ होइन ऊ यो त यस्तो छ यो यस्तो छ यो उस्तो गर्छ मलाई पनि यस्तै बन्न पाए हुन्थ्यो म पनि यस्तै हुन पाए हुन्थ्यो म पनि यसरी गर्न पाए हुन्थ्यो भन्ने चाहिँ उसलाई पनि मनमा भइरहेको हुन्छ कि सो इफ तपाईँलाई कसैले त्यस्तो भन्छ भने होइन तपाईँलाई कसैले गाली गर्यो भनेर अथवा कसैले सुनाउँछ अथवा कसैले तपाईँलाई यस्तो नेगेटिभ कुराहरू भन्यो भनेर सुनाउँछ भने ओके द्याट पर्सन वान्ट टु बी मी होइन लाइक मी भनेर चाहिँ सोच्नुपर्छ म चाहिँ एकदमै यो मेरो एउटा कुरा चाहिँ कस्तो छ भने नि मलाई मेरो सानोदेखिको बानी हो यो चाहिँ मलाई कसैले केही भनेर केही फरकै पर्दैन होइन चाहे त्यो मान्छेले जेसुकै भनोस् चाहे त्यो मेरो वरपरको मान्छे होस् चाहे मैले नचिनेको एक दिन मात्र चिनेको मान्छे होस् चाहे जेसुकै होस् चाहे मेरो कानले डाइरेक्ट सुनौँ चाहे इन्डिरेक्टली कसैले मलाई ल्याएर सुनाओस् होइन त्यो कुराले मलाई चाहिँ कहिले पनि केही फरक परेन क्या र मलाई कसले के भन्छ मेरो बारेमा भन्ने कुराले पनि फरक चाहिँ पर्दैन होइन म चाहिँ त्यस्तो खालको मान्छे